मान्यबाट बर्खास्त गर्छ भने नि अहिले तपाईँहरू लगेर म उहाँलाई यो पार्टी सभापतिले यो फुली बुझाइदिन्छु मैले। एउटा पुष्पलालकोमा चाहिँ एरियामा 70 लाख परेको छ, एउटा चाहिँ सिटीमा सन सिटी के बनाउनु भनेर 3 करोड परेको छ। तपाईँको अहिले व्यक्ति विरुद्ध चाहिँ शहरी विकास मन्त्री पार्टी सभापतिसम्म पुग्ने भन्ने कुरा छ। पुगिसक्यो, कुरा पुगिसकेको छ। के भन्नु? केही मलाई केही फरक पर्दैन। प्रधानमन्त्रीको बजेट लाने यो मैले भन्नु खोजेको कुरो के हो भन्दाखेरि आगमको चोटी कुनै यो अर्थमन्त्री होस् अथवा अर्को अर्थमन्त्री होस् अथवा भौतिक मन्त्री होस्, जुनै विकासी मन्त्री होस्, अब आइन्दा आगमको चोटीको जुन 82-83को 83-84 को बजेट आउने आर्थिक वर्षमा यस्तो काम नहोस् भनेर मैले त्यो बोलेँ। तर बजेट त परेको रहेछ तपाईँको। बजेट परेको छ। तपाईँ एउटा नम्बर दिनु 98-540 518 सोध्नुहोस्। त्यहाँको चाहिँ आयोजना प्रमुख, शहरी विकास आयोजना प्रमुखलाई दायित्व त्यो तिर्ने दायित्व हो त्यो बजेट परेको। योभन्दा अगाडि 4-5 वर्ष अगाडिदेखिको ठेक्कापट्टाको त्यो चाहिँ सामान्य प्रधानमन्त्रीले चाहिँ एकचोटि बालोटारबाटै त्यो चाहिँ 753वटा गाउँपालिकामा चाहिँ त्यो स्वास्थ्य जोडेको यस्तो पैसाहरूको तिर्ने पैसा हो। तपाईँहरू अहिले टिप्नुहोस् 98-540 518 आयोजना प्रमुख, शहरी विकास आयोजना प्रमुख, एउटा पुष्पलालकोमा चाहिँ एरियामा 70 लाख परेको छ, एउटा चाहिँ सिटीमा सन सिटी के बनाउनु भनेर 3 करोड परेको छ। तपाईँको अहिले व्यक्ति विरुद्ध चाहिँ शहरी विकास मन्त्री पार्टी सभापतिसम्म पुग्ने भन्ने कुरा छ। पुगिसक्यो, कुरा पुगिसकेको छ। के भन्नु? मलाई केही फरक पर्दैन। अहिले पार्टी सभापतिले पुरा छ भने पनि अहिले मान्यबाट बर्खास्त गर्छ भने नि अहिले तपाईँहरू लगेर म उहाँलाई यो पार्टी सभापतिले यो फुली बुझाइदिन्छु मैले। अरू केही छ? मन्त्रीजी हिजो तपाईँले त्यो बुकलाई जुन त्यो थियो नि बजेट पुस्तिकालाई फुकेर मन्त्र लगाइराख्नु भएको थियो, के मन्त्र होइन, मैले के नि म अलिक धार्मिक मान्छे, यस्तो खालको आफ्नो परिवार हेर्ने, आफ्नो पालिका हेर्ने, आफ्नो वडा हेर्ने, आफ्नो नाता हेर्ने, आफ्नो चाहिँ परिवार हेर्ने यस्तो खालको मान्नेहरू यो सदनमा नआओस् भनेर मैले चाहिँ बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यस्तो मान्नेहरू नजिदोस् भनेर मैले बुद्ध भगवानलाई त्यो किताब ढोकिदिएँ। अब तपाईँले ढोक्दाखेरि त अर्कोचोटि अब शहरी विकास मन्त्री र अर्थमन्त्रीको त एन्ट्री हुँदैन। गाह्रै छ जस्तो लाग्छ मलाई, गाह्रै छ जस्तो लाग्छ। ल धन्यवाद यहाँहरूलाई, जय नेपाल।